यस्तो राम्रो देखिरहेको छ कि बादलले झन् राम्रो देखिरहेको छ यो हाम्रो पोजिसनलाई हामी यहाँबाट क्रस भयो ब्याकग्राउन्डमा देख्न सकिन्छ पोजिसन हैन है गाइस आज हामी यहाँ चढ्ने है यसमा अरूहरू गर्ने नि हो हामी जानुपर्ने होटल यही हो देख्न सकिन्छ खतरा छ अब यहाँ हामीलाई सहयोग गर्नको लागि यस्तो ढोकेर बसिरहेको छ नि हो हामी जानुपर्ने होटल यही हो देख्न सकिन्छ खतरा छ अब यहाँ हामीलाई सहयोग गर्नको लागि यस्तो ढोकेर बसिरहेको छ सही होला楽しいことはあると思うんですけど、でも今まではどうだったかな。楽しかったです。楽しかったんですね。もっと楽しくしたいですね。はい。じゃあ楽しみましょう。यसरी आइ यहाँदेखि चाहिँ हामी भित्र छिर्यौँ देख्न सकिन्छ कोठाहरू यस्तो राम्रो राम्रो बनाएको छ यिनीहरूले टक्कसँग हामी यहाँ छिर्यौँ अब हाम्रो कुन कोठा हो हेर्न सकिन्छ यहाँ बुढीहरूले काम गर्नु लागिरहेको छ हामी छिर्दैन होला सबैजना छिर्दैन भयो सबैजना छिर्दैन के थियो यहाँदेखि माथि जाने भयो 日本語上手。日本語上手。少しぐらい。この社員の人ね。この社員の人ね。社員の人もちろん。私たちどう思いますか。上手ですよね。すごい上手。優勝です。優勝。あ、そう。優秀な子。学校の優秀な人。言ってくれると嬉しいな。はい、ごゆっくり。आर्ट्स नि हामी पनि छजना यहाँ चाहिँ अब हाम्रो रुम आज हामी यहाँ बस्नेछौँ तर त्यो बस्नुभन्दा अगाडि यहाँ धेरैवटा कार्यक्रमहरू छन् आज त्यो यही हो हाम्रो रुम खै यहाँ कति नम्बर लेख्छौँ ल अब फाइनल्ली हामी 312 नम्बर कोठामा हामी छिरिसकेको छौँ होइन ठिकै छ होइन खै त ल हेरौँ त ल के रहेछ भनेर यो के हो गाइज यो सेम इन्जो रहेछ भनेको चाहिँ यहाँ चाहिँ बाथरुम रहेछ यहाँ होइन जुत्ता खोल्ने ठाउँ भनेको यहीँ भइहाल्यो त्यस पछाडि जुत्ता खोल्ने हामी यहाँ जुत्ता खोल्छौँ त्यस सानो होटल रहेछ तर यहाँ चाहिँ ओछ्याहरू बाहिर सेर जान मिल्ने रहेछ त्यसपछि हाम्रो रुम चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ तातामीको रुम रहेछ अनि एउटा सानो टिभी यहाँ हो के त्यस पछाडि यो चाहिँ तातामी भयो अनि त्यो चाहिँ त्यस्तै हुन्छ रेउखानमा त्यस्तै हुन्छ अब हाम्रो साथीहरू जति पनि रेउखानमा काम गर्ने छ उनीहरूले सिक्दै गर्दा हुन्छ डस्नाहरू रहेछ यहाँ होइन हामी देख्न सक्छौँ र आफैले अनि यहाँ पट्याउने यहाँ जस्तै यहाँ सुत्नको लागि यहाँ लगाउने ओछ्यान लगाउने अनि टक्कसँग सुत्ने र यसको लागि चाहिँ एसीहरू भनेर चाहिँ मान्छेहरू लगाइ रहेछ के गर्ने अनि टिभीहरू भयो फ्री वाइफाई भनेको पासपोर्टहरू भयो भनेको रुमभित्र केही पनि छैन कि ब्युटी अफ जापान भनेको चाहिँ एउटा यो पनि कुरा हो कि यहाँ रुमभित्र केही छैन अब आफै निकाल्ने सुत्ने त्यही होला हाम्रो अब के छ अरे गाइज एङखाई अब हाम्रो एङखाई छ र एङखाईको लागि तयारी चाहिँ हामी सबैजना साथीहरूले यहाँ देख्दैछौँ यसरी हामीले यो युगा त लगाइसकेको छौँ यो युगा त बाँधिसके पछाडि तपाईँहरूले देख्न सक्नुहुन्छ यसरी लगाइसके पछाडि अब यो लगाएर टक्कसँगले भरे यहाँ हाम्रो डान्स छ फेरि आज एङखाई तर केटा सबैजना जापानिज देख्न थाल्यो यार मैले त अहिले सिम्पली जापानिज हुस 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 ल अब चाहिँ हामी युगा लगाएर हिँडिसक्यौँ र यहाँ
चाहिँ हामी मात्र होइन सेन्सीहरूले पनि写真撮るときはね、上から来ますので、よろしくお願いいたします。では、今日は楽しんでください。本日はようこそ、千葉モードビジネス専門学校の皆様。こんばんは。こんばんは。研修旅行お疲れ様です。今楽しんでいますでしょうか。ल हामी चाहिँ यहाँ यसरी खानेकुराहरू खाइरहेको छ होइन खानु चाहिँ लगभग सकिन आँटिसक्यो र यतापट्टि हामी खाँदैछौँ अब उतापट्टि चाहिँ मेरो अब गीत गाउने छ अब उनीहरूले हाप्पी गर्छ अब के गर्छそれでは圭さんどうぞお楽しみくださいませ。
केटाहरू यहाँ रमाइलो गरिरहेछ अब हाम्रो लबीबाट चाहिँ भ्यू कस्तो आउँछ भन्ने कुरा हो कि हाम्रो लबी यतापट्टि छ र हाम्रो लबीबाटको भ्यू चाहिँ म देखाउन चाहन्छु ठक्कसँगले हाम्रो होटलको लबीबाटको भ्यू चाहिँ यस्तो देखिन्छ है तपाईँ यतापट्टि हिमाल हिउँ पर्नको चाहिँ त्यहाँ देखिन सकिन्छ टक्कसँगले यहाँ हिउँ देखिन्छ हिउँ परेको देखिन्छ हिमालमा अनि हामी चाहिँ फेरि ब्रेकफास्ट गर्नको लागि यहाँ हिँडिरहेको छौँ अनि त्यस पछाडि यहाँ चाहिँ अब हाम्रो बुफेट अर्थात् खानेकुराहरूलाई यहाँ चाहिँ ब्रेकफास्ट अहिले चाहिँ हामीले त्यो खानेकुरा खाने ठाउँमा यसरी बुफेटबाट खाइरहेको छ खाना हामी आफ्नो होटलबाट चेकआउट गरिसक्यौँ र त्यहाँबाट हामी त्यो ठाउँबाट छोडेर अब फेरि सबैजना विद्यार्थीहरू सहित हामी चाहिँ यहाँ घुम्ने ठाउँ रहेछ यो फुजिसानको छेउमा ताल के ठाउँ भन्ने अरे यसलाई के ठाउँ भन्ने यसलाई त्यो ठाउँको नाम चाहिँ मलाई पनि थाहा भएन तर ताल छ अरे र हाम्रो मेरो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ तपाईँहरूले फुजिसानलाई एकदम रमाइलो भइरहेको छ अहिलेको अघि पोखरीमा नि के अरे जल ग्रहण गर्नु होइन स्नान हुन्छ स्नान एनर्जी कसैको लस भइरहेको छैन होइन जस्तो हिजो आउँदाखेरिको एनर्जी थियो अहिले पनि त्यस्तै छ कि यही रहिरहोस् भन्छु म साथीहरूलाई है त्यो चाहिँ मेरो पनि एकदमै विस हो सम्झना भाइ अलिकति एक रति पनि घट्नु पर्छ यो त कुटी जस्तो रहेछ है यहाँ चाहिँ टिपिकल घरहरू एकदम हुन्छ नि लेन्थौदेखिन यो सायद यो होइन होला अलिक अगाडि छ होला यहाँ सानो एउटा पोखरी छ हामी अलिक अगाडि जाउँ गाडी यहाँ चाहिँ मान्छेहरूले कोइनहरू फालेको हुँदो रहेछ एकदमै लेखेको छ यसको बारेमा भरे फेरि डिटेल्सहरूमा हेर्न सकिन्छ देखाउन चाहन्छु यहाँ हो वर्ल्ड हेरिटेज साइटमा पनि यसलाई चाहिँ सम्बोधन गरेर राखेको रहेछ यो नेपालमा हामी कुटी बनाउँदाखेरि माथिपट्टि त्यो के अरे खर परालहरूले बनाउँछ नि यस्तो खालको स्टाइलमा बनाएको रहेछ यो खासमा यो ठाउँमा धेरै हिउँ परेर चाहिँ यस्तो खालको डिजाइन बनाएको रहेछ यहाँ देख्न सकिन्छ यो एकदमै तर यो पनि त्यस्तै खालको रहेछ यो पनि त्यस्तै खालको यहाँदेखि यस्तो रमाइलो नजारा देखिन्छ यहाँ टक्कसँग चियाको चुस्की लिएर फुजिसानलाई हेर्दै गर्दाखेरिको नजारा त्यो एउटा जुन आनन्द मनमा मिल्छ त्यो कहीँ पनि मिल्दैन हामी फेरि उता फुजिसानको भ्यू हेरिसके पछाडि यो हामी फुजीको हाइल्यान्ड यो खेल्ने ठाउँ यहाँबाट नि फुजिसान देख्न सकिन्छ यहाँ आइसक्यो हामी पछाडिपट्टि ब्याकग्राउन्डमा देख्न सकिन्छ फुजिसान होइन गाइस आज हामी यहाँ चढ्ने है चढ्ने यसमा
चाहिँ ट्याकल आएर हामी आज चढ्छौँ है हेरौँ कतिन्जेल पर्खिनुपर्छ लाइन होला सायद लाइन छ 130 मिनट लाइन छ अरे कुनै कुनैमा चाहिँ होला सायद हामी चढ्नेमा चाहिँ लाइन हुँदैन है लाइन रहेछ भने ट्याकल चिसो छ धेरै चिसो छ बुढी छैन जाडो भयो लास्टै तर पनि रमाइलो हुन्छ होला अब यहाँ खेल्नु पर्ने कुराहरू धेरै छ तर यो ठुलो जुन छ नि त्यो ठुलो रोलर कोस्टर चाहिँ सायद आज चल्दैन होला हाम्रो कारणले हामी खेल्नु हामी अब भित्र 16 हाइरीमा बिस्तारै भित्र छिर्दैछौँ होइन अब यहाँ सट्ट अब आज बन्द छ छन चाहिँ र पनि सकेसम्म हामी नेपाली हो मिलाएर गर्ने कोसिसमा छौँ अब हेरौँ त्यति टाढाबाट आइरहेको छ 2 दिनको यात्रा लगाएर यार टिकट काउन्टर भन्न आउँदैछ टिकट तर हामीलाई गाडीमा दिनु पर्थ्यो कि है यहाँको माहौल हेर्दा तातो छ होइन तर मौसम चाहिँ फेरि एकदम चिसो छ ठिकै छ यो हो कि यहाँ छिर्ने हो क्या भने चाहिँ रोलर कोस्टर खेल्नको लागि भनेर कुदेर गइरहेको छौँ होइन अब कुद्नुपर्ने छ यहाँ अलिकति कुदेन भने भ्याउँदैन यतै हो क्या अगाडि हो क्या